हाँ हाँ दिखाओ ना खींचो तो आई यहाँ बसेर पैसा उठाउने व्यक्तिको नाम चाहिँ के हो? यहाँ पैसा उठाएको छैन कोही पनि हाम्रो स्विपर भनेको दुर्गादीन चौधरी हो। दुर्गादीन चौधरी स्विपर हो। बाहिर उठाएको छैन, कहाँ उठाएको छैन। सबैलाई नमस्ते। मेरो नाम चाहिँ कमल प्रसाद भट्टराई। मेरो ठेगाना चाहिँ बुद्ध भूमि 2 गडरामा म बस्छु। आज चाहिँ मेरो बुवाको नाममा रहेको जग्गा चाहिँ आज 15-16 वर्ष भयो नेपाल ब्याङ्कदेखि चाहिँ हामी कारोबार गर्ने सिलसिलामा जग्गा चाहिँ रोक्का थियो र अहिले चाहिँ अहिलेको यो कारोबारको स्थितिले गर्दाखेरि अलिकति हामीले गर्न नसकेको भएर अहिले फुकुवा को लागि चाहिँ हामी आज यहाँ आएको जिल्ला मालपोत कार्यालय तौलियामा आउँदै गर्दा यो तामेलीमा एकजना चाहिँ मैले त कर्मचारी सोचेँ, तर कर्मचारी होइनछन् तिनी हैन, एउटा यहाँको स्विपर भन्ने कुराकानी आयो अहिले आएर लास्टमा गर्दै गर्दा उहाँले 2000 रुपियाँ पैसा लाग्छ फुकुवाको, 2000 रुपियाँ पैसा दिनुहोस् भनेर मसित म त्यही बाइकमा बसिरहेको थिएँ। त्यही बाइकबाटै दिएको। यहाँ देख्नेमा हाम्रो ब्याङ्कको कर्मचारी पनि म्याम पनि यही हुनुहुन्छ, नेपाल ब्याङ्कको स्टाफ पनि, र अरूले पनि देखेँ। अरू त अब कता कताका थिए त्यो चाहिँ मलाई थाहा भएन। अनि पछि मैले चाहिँ बुझ्दै जाँदाखेरि मैले हाकिमहरूसँग पनि यहाँ आएर सोध्दै गर्दाखेरि फुकुवाको चाहिँ 1 रुपियाँ पनि पैसा लाग्दैन भन्ने कुराकानी भइसके पछाडि मैले जिल्ला प्रशासन प्रहरी कार्यालयमा फोन गरेर उहाँहरूको सहायतामा चाहिँ उसलाई चाहिँ अहिले समातेर उहाँले लिएर जानुभएको छ र अहिले मुचुल्का उठाउनुलाई यहाँ लिएर आउनु भएको छ। तर अब यो यहाँ सिस्टम के हो, यो कि मान्छेले जनताले बुझ्न पर्यो होइन। यो सिस्टम लाग्ने ठाउँमा फुकुवाका नाउँमा चाहिँ आम सेवाको राईसँग 2000 रुपियाँ शुल्क लिएको चाहिँ भर्खर गुनासो आयो। यसलाई यहाँले कसरी हेर्नु भएको छ? यसमा कस्तो छ भने त्यो जुन अहिले सुन्नमा आयो त्यो केटा चाहिँ अब हामीले डेली वेजेसमा स्विपरको काम गर्नुको लागि सरसफाइको लागि राखेको थियो त्यो, र उसको काम भनेको बिहान बेलुका आएर सफाइ पनि जाने हो। र अब कुनै गुनासो यताउता आयो भने चाहिँ अब त्यो यहाँ हाम्रो उसमा चाहिँ आयो भने हामीले चाहिँ अब सम्बोधन गर्ने गरेका छौँ होइन। अब त्यो बाहिरको अब गेटभित्र त अब केही भयो, अब कार्यालय परिसरभित्र केही भयो भने हामीले त्यसमा चाहिँ एक्सन गर्ने गरेका छौँ। अब बाहिरको हिसाबमा चाहिँ अलिकति हामीलाई चाहिँ त्यो अलिक थाहा हुँदैन। यो घटना चाहिँ तपाईँकै कार्यालय परिसरमा फुकुवा फाँटको बाहिरपट्टि चाहिँ उहाँले धेरै नागरिकहरू र ब्याङ्कका प्रतिनिधिको बिचमा चाहिँ मैले 2000 बुझाएको भनेर भन्नुहुन्छ एउटा। र हामीले यहाँको कार्यालयमा सधैँ आउँदाखेरि चाहिँ लेखनदासकोमा काम गर्ने र विशेष गरेर बिचौलिया भनेर चाहिँ आम नागरिकले भनेका व्यक्तिहरू फाँटमा गएर आफै फाइल चलाइरहेका हुन्छन्, आफै चाहिँ उनीहरूले ढड्डा उचालिरहेका हुन्छन्, आफै काम गराइरहेका हुन्छन्। यस्तो प्रवृत्तिलाई तपाईँले किन रोक्न सक्नु भएको छैन? अहिले हामीले अहिले पछिल्लो समय चाहिँ अब हजुरले त्यहाँ गएर हेर्नु पनि सक्नुहुन्छ। त्यो फाँटमा चाहिँ त्यो बाहिरको मान्छेलाई भित्र प्रवेश नगर्ने हिसाबले चाहिँ झ्यालबाटै काम गर्ने गरेका छौँ र ढोकाबाट पनि कसैलाई नपठाउने हिसाबले कतै त अब ढोका बन्द नि हुन्छ, नभए चाहिँ त्यो भित्र चाहिँ नजाओस् भनेर त्यही अनुसारको व्यवस्था गरेको छ। अब कार्यालयको संरचना पनि अलिक पुरानो भएको हुँदा त्यो अनुसारको अलि म्यानेजमेन्ट चाहिँ अलि कमजोरी छ, पुरानो बिल्डिङ छ र अब ओपन स्पेस छ। त्यसलाई चाहिँ हामीले सकेसम्म म्यानेजमेन्ट नै गरेका छौँ। अहिले चाहिँ प्रवेश गर्न चाहिँ निषेधै गरेको छ।